हेलो गाइज सबैलाई स्वागत छ आवर भ्लगमा। आज चाहिँ हामी घुम्नको लागि जाँदैछौँ। कहाँ हुन्छ हेर्दै गर्नु ल। चिसो छ चिसो। हामी चाहिँ गाडी जतिजना लगाइसक्यौँ। ल गाइज हामी चाहिँ घुम्न जाँदैछौँ। आज चाहिँ वेदर एकदमै चिसो चिसो गरिरहेको छ, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ। गाइज हामी चाहिँ घुम्न जाँदैछौँ। आज दुवैजनाको छुट्टी थियो। आज यसो पार्कतिर गएर यसो घुमेर आउन त भनेर जाँदैछौँ। आज हामीले के गर्छौँ त्यो सबै क्याप्चर गरेर कसैलाई देखाउने कोसिस गर्छौँ। सबैजनाले हामीलाई हेरिदिनु होला। ल गाइज हामी चाहिँ घुम्न जाँदैछौँ। कति मिनट देखाएको छ? 14 मिनट देखाएको छ। हामी चाहिँ जाममा पर्यौँ। के भयो? तिम्रो बिर्ता झनै राम्रो। यो चाहिँ उसको काममा जाने बाटो हो। अस्तिको भिडियोमा पनि राखेको छु मैले यो। हामी चाहिँ जाँदैछौँ गाइज। 11 मिनट छ चाहिँ हामी पुग्नलाई। अहिले चाहिँ उजाड छ। हामी हिँडिरहेको छौँ। अझै कति मिनट छ? 4 मिनट देखाइरहेको छ। तर हामी पनि फर्स्ट टाइम जाँदैछौँ त्यहाँ। हेरौँ के कस्तो छ भने हो र। अब चाहिँ हामी अलमोस्ट आइपुग्यौँ। त्यो त घुम्ने ठाउँ मात्रै छ, यहाँबाट त पार्किङ ठाउँ रहन्छ उताबाट। यता आएको थियो तिमी? घरहरूको बिचमा छ। गाइज हामी आइपुग्यौँ पार्कमा। अब यहाँ पार्किङ गर्ने होला सायद। पार्किङ टिकट सिस्टम छ कि यहाँबाट भित्र जानुलाई के हो पनि। हेरौँ गाडी पार्किङ गरेर जाऊँ। हस्पिटल जस्तो के हो जस्तो भयो, अफिस जस्तो। ल गाइज हामी चाहिँ आइपुग्यौँ। यो चाहिँ अब हिँडेको लखर हामी चिसो छ। हेर्नु हामी कहाँ आयौँ। अफिस जस्तो छ के हो खै थाहा भएन। त्यो चाहिँ हेरौँ हामी चाहिँ यता पार्क छ कि भनेर हेर्न जानु लाग्यो। म्यापमा त देखाइरहेको थियो तर लास्टै चिसो रहेछ क्या, एकदमै। तर उता हामी बस्नुतिर त्यस्तो हावा त चलेको थिएन। हेर्नु यस्तो रहेछ। हेरौँ जङ्गल खै। मेरो जुत्ता मलाई के रहेछ यहाँ? हेलो खै कस्तो भयो मलाई थाहा भएन। त्यही पनि मलाई आइरहेको छ। यस मेरो चाहिँ ब्याग पक्रेको छु अनि अर्को हातमा मोबाइल छ, त्यही भएर मिलेन कि राम्रै देखाउन। केही छैन जङ्गल। यो त त्यो के भन्छ एक्सर्साइज गर्ने हिँड्ने जस्तो देखिन्छ। हो उता खै क्या उता
कहाँ देखाउँछौँ है गाइस कस्तो खालको हा तपाईँहरू हेर्दै गर्नु ल अहिले स्टार्ट गर्छु ल गाइज हेर्नु यस्तो छ कस्तो लागिरहेछ तिमीलाई घुम्दाखेरि मन पर्यो केमलाले घर बनाउनु ला रहेछ खै एकदम बेस्ट लाग्यो आनन्द यस्तै ठाउँ राम्रो हुन्छ बिल्डिङ 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 भन्नु त ठिक छ राम्रो छ मात्र भने कस्तो लाग्यो तिमीलाई अरे दगुर्ने भने राम्रो लाग्यो लाग्यो कस्तो चिसो छ है बेबी चिसो नि ठिक छ हैन ल ल ल ल ल ल ए हाम्रो काम थियो आउनै पाइरहेको थिएन त्यो दिन त अब के गर्नु हैन ए ओ त्यो पुल देखाएको थियो नि त्यो नेटमा गुगलमा देखाएको पुल जुन किरिया तिमीलाई बस न एकछिन आनन्दले चिसो भयो ज्याकेट लगाएर आएको भयो भने बस्नु न मलाई भने मैले कि त्यत्रो 10 जति छन् भने ज्याकेट मैले झोलामा ब्याग गाडीमा राख्छु हो तपाईँ पनि राख्नु भनेर भने तिमीले पनि त बोकेर हिँड्दिन सक्थ्यौ नि मैले किन सक्ने कसले कस्तो ज्याकेट लगाउनु थोरै थाहा हुन्छ जस्तो आफ्नो चोइस हो नि त कपडासँग म्याच गरेर लगाउनु मैले त व्हाइट ज्याकेट राखेको छु अनि राख्नुपर्छ आफूलाई जाडो हुन्छ भने मेरो व्हाइट ज्याकेट बच्चा होइन नि त तपाईलाई यससँग म्याच गर्ने लगाउनु पर्यो त्यस्तो म्याच गर्ने फेरि अनि बच्चा होइन यो गर त्यो गर मैले गर्दिनँ नि आफ्नो त आफूले ख्याल गर्नु पर्यो नि त त्यत्रो भने काँचा काँचीलाई होइन भनेर बुझ्नु भएको थियो खोरा काँचा काँची अब तपाईँ त हुनु रहेछ प्लिज त एकैछिन उठ्छ नि बिना सिते माइक हराएर नसुन्ने भिडियो अनि यो र त्यो मैले भिडियो बनाएको थिएँ कि तर कस्तो गर्नुभयो दबाउनु भयो फेरि दबाउनु भयो एकैचोटि अनि आएन मैले सुन्नु नबोलेको जहाँ म त्यहाँ गएर बोल्न उहाँबाट त्यहाँ जानु 10 सेकेन्ड त पक्कै लाग्यो छैन फेरि अफ पनि रहन्छ जाम न उता उता घुमौँ न चिसो भयो कि बसौँ न त आनन्द बस्यो भने कहाँ मेरो भिडियो बनाइदेऊ के को भिडियो र त्यो अब न यही राख्ने हो होइन कि यसले यस्तो गर्यो भने तात्तिन्छ नि त मेरो सर्ट भिडियो बनायो के भ्लग सर्ट भ्लग ल हेलो गाइज मैले चाहिँ मेरो बेबको भिडियो बनाइदिएँ त्यसपछि हामी अब अर्को ठाउँमा जाऊँ न त अर्को लोकेसनमा भिडियोहरू लियौँ फोटो लियौँ भनेर अनि त्यसपछि हामी अर्को ठाउँमा जान थाल्यौँ 2 जना मात्रै भयो भने एकदमै इन्जोय गरिरहेको थियौँ हामीले उसले पनि एकदमै रमाइलो मानिरहेको थियो हामी अर्कै ठाउँमा जाने सोचिरहेको थियौँ तर वेदर अलिकति आज पानी पर्ला जस्तो भएको भएर हामी धेरै टाढा नजाऊँ न त भनेर नगएको हामी नजिकै घरदेखि नजिकैको पार्कमा आएर घुम्यौँ तर हामी यहाँ पहिलोचोटि आएको थियौँ तर राम्रो रहेछ नेपालको जस्तै एकदमै खुसी लाग्यो हामी 2 जना हस्बेन्ड वाइफ मात्रै भएको भएर एकअर्काको भिडियो पालो पालो गर्दै लिइरहेको थियौँ कहिलेकाहीँ उसले मेरो लिइरहेको थियो अनि कहिलेकाहीँ मैले उसको भिडियोहरू लिइरहेको थिएँ अनि छेउमै एउटा सानो पुल देख्यौँ त्यो पुलमा पनि एउटा मेमोरी क्रिएट गरौँ न त भनेर एउटा फोटो भिडियो लिऊँ न त भन्ने सोचले मैले स्ट्यान्ड मिलाएँ त्यसपछि त्यहाँनिर जमिन अलिकति नमिलेको भएर स्ट्यान्ड मिलाउन अलिक गाह्रो भयो मलाई त्यसपछि क्यामेरा एङ्गल मिलाएँ अनि त्यसपछि हामी 2 जना त्यहाँनिर चाहिँ नेपाल जस्तै थियो अनि हामी एकछिन मजाले गफ गऱ्यौँ त्यहाँनिरको सानो खोला देख्दा हामी 2 जनाले सानोमा पानीमा खेलेको माछा मारेको एकअर्कासँग
पास्टको कुराहरू सेयर गऱ्यौँ। एकदमै रमाइलो भयो। यही त हो नि जिन्दगी भनेको, हस्बेन्ड वाइफ भनेको। एकअर्कासँग दुःख साट्यौँ, कुराहरू गऱ्यौँ, पास्टको कुराहरू गऱ्यौँ, माया प्रेमको कुरा गऱ्यौँ। त्यसपछि मैले चाहिँ उसलाई एउटा स्टोरी सुनाइरहेको थिएँ। सानो बेलामा खोलामा चाहिँ मैले एकचोटि माछा मार्न खोज्दा माछाको साटो सर्प आइदिरहेको थियो। त्यही कुराहरू मैले उसलाई भन्दै थिएँ। उसँग पनि यस्तै खालको स्टोरी रहेछ, उसले पनि सेयर गर्यो। बच्चा बेलाको पास्टको कुराहरू एकअर्कासँग सेयर गर्दै रमाइलो गर्दै थियौँ हामी। एकदमै रमाइलो गफ भइरहेको थियो, किनभने बच्चा बेलामा सबैजनाको उटपट्याङ बिहेभियर हुन्छ नि त होइन। त्यही कुराहरू एकअर्कालाई सेयर गर्दै हाँस्दै गरिरहेको थिएँ। ल हेर्नु गाइज, दुवैजनाको सोच विचार भावना एउटै भयो भने जिन्दगी कति रमाइलोसँग अगाडि बढ्छ। चाहिँ के लाग्छ भने ऊ मसँग भइराख्नु पर्यो। काममा हुँदा पनि उसँग कतिखेर भेट होला र ऊ काममा हुँदा नि कामबाट कतिखेर आउला जस्तो लाग्छ कि माया भनेको सायद यही नै होला। यस्तो हुनुपर्छ जस्तो पनि लाग्छ मलाई। यो भएको राम्रो पनि हो। एकअर्कालाई नै यस्तो फिल भएन भने त त्यो के माया होइन। यस्तै गफ गर्दै रमाइलो गऱ्यौँ। त्यसपछि त्यहीँनिर एउटा रुख थियो, रुखबाट मैले एउटा फुल लिएँ। फुल लिएर मैले उसलाई आई लभ यु माया भने। त्यसपछि हामी एकअर्काले फेरि माया गऱ्यौँ। अनि त्यहाँनिर एउटा टिकटक पनि बनायौँ। त्यसपछि हामी अब अर्को ठाउँमा जाऊँ भनेर हिँड्यौँ। अब चाहिँ हामी यहाँनिर बसेर गेम खेल्ने सोचिरहेको छौँ। एकअर्कालाई क्वेसन सोध्ने कुरा भइरहेको छ। मैले चाहिँ फर्स्टमा नै उसलाई क्वेसन गरेँ, माया तिमी मलाई कति माया गर्छौ त भनेर। अनि उसको एन्सर चाहिँ एकदमै मजाको एन्सर थियो। त्यो एन्सर चाहिँ मलाई एकदमै यहाँ मन नै छोयो उसको एन्सरले। माया भन्ने कुराको कुनै लिमिट हुँदैन। माया भन्ने कुरा यति गर्छु त्यति गर्छु भन्ने नै हुँदैन भनेको थियो। उसको कुरा चाहिँ एकदमै सही लाग्यो मलाई, मेरो मन नै छोयो। त्यसपछि उसले पनि मलाई सेम क्वेसन गर्यो अनि मैले पनि उसलाई सेम नै एन्सर दिएँ, मायाको कुनै लिमिट हुँदैन, माया नै हुन्छ भनेर। अनि त्यसपछि उसले मलाई सेकेन्ड क्वेसन गर्यो कि तिमी आफ्नो लाइफदेखि खुसी छौ भनेर। अनि त्यसपछि मैले उसलाई एन्सर दिएँ, म आफ्नो लाइफदेखि एकदमै खुसी छु, किनभने खुसी भनेको कुरा आफूले फिल गर्ने कुरा हो, दुःखी भन्ने कुरा पनि आफूले फिल गर्ने कुरा हो। आफ्नो लाइफमा जे जस्तो हुन्छ त्यो कुरालाई नर्मली एक्सेप्ट गरेर खुसी हुन सक्यो भने खुसी भइन्छ, नत्र भने जस्तो सुकै खुसीमा पनि खुसी भइँदैन। खुसी हुनको लागि मन मस्तिष्क राम्रो हुनुपर्छ भनेर भनेको थिएँ। अब हामी कुनै पनि काम गर्दैछौँ भने त्यो काममा हामीले इन्जोय गर्दै काम गर्न सकेन भने हामीलाई त्यो काम एकदमै हार्ड लाग्छ। हामी काम गर्दैछौँ भने काममा पनि इन्जोय गर्न सिक्नुपर्छ। यदि हामी खाना खाँदैछौँ भने त्यो खानामा पनि मिठास दिन सक्नुपर्छ। अनि हामी यसरी घुम्न आइरहेको छौँ भने यसमा पनि हामी खुसी हुन सक्नुपर्छ। यदि तिमी पनि स्याड म पनि स्याड भएर बस्यौँ भने हामी संसारको जुनसुकै ठाउँमा गएर खुसी खोज्दा पनि किन्दा पनि हामीले सक्दैनौँ। त्यसैले जे जस्तो छ त्यो कुरामा हामी खुसी हुन सक्नुपर्छ। अहिले हामी बाटो हिँडिरहेछौँ भने त्यसमा पनि खुसी हुन सक्नुपर्छ। मान्छेलाई सुख दुःख भन्ने कुराहरू नर्मली सबैको लाइफमा हुन्छ नै, तर हाम्रो मन मस्तिष्कले के सोच्नु पर्यो भनेको यो कुरा भनेको नर्मल कुरा हो भनेर हाम्रो मस्तिष्क र माइन्डलाई त्यसरी सेभ गर्नुपर्छ। अनि खुसी भइन्छ जस्तो लाग्छ मलाई। र उसले मेरो एन्सर सुनेर ऊ पनि खुसी भएको थियो, किनभने हामी दुवैजनाले त्यसरी नै सोच्छौँ। यस्तै गफ गर्दा गर्दै धेरै समय बितिसकेको थियो। कति कुराहरूले एकअर्काको मन छोएको थियो। स्याड पनि भएको थियौँ, खुसी पनि भएको थियौँ, रमाइलो भएको थियो। अब चाहिँ घर जानुपर्छ किनभने वेदर अलि चिसो पनि थियो। मैले उसलाई रिक्वेस्ट गरेँ अब चाहिँ हामी घर जानुपर्छ भनेर, तर उसको गफ नै सकेको थिएन। उसलाई त्यहीँ बस्न मन परिरहेको थियो। अब केटी मान्छेहरूको गफ हामीले धेरै नै सुनिदिनु पर्ने हुन्छ नि त होइन। अनि फेरि ऊ बोलेको मलाई एकदमै मनपर्छ, मिसेस भण्डारी मेरो वाइफ। ऊ मिठो बोल्न सक्ने मान्छे पनि हो। उसले माया प्रेमको कुरा गरिरहेको थियो, मैले पनि मजाले सुने। अब तिम्रो यो माया प्रेमको कुरा नेक्स्ट भिडियोमा बुढी भनेर मैले उसलाई अब घर जान आग्रह गरेँ। त्यसपछि हामी त्यहाँबाट उठेर घर जानतर्फ लाग्यौँ। ल गाइज
कस्तो राम्रो ठाउँ रहेछ। हामी चाहिँ अब जताकति घुमिसक्यौँ। त गाइज अब चाहिँ हामी घर फर्किँदैछौँ। हाम्रो च्यानललाई सबैजनाले माया गरिदिनु होला, भिडियो हेरिदिनु होला। नयाँ कसैले हेरिदिनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।